मेटाउने प्रयासमा हामी आन्तरिक रूपमा जुटेका छौँ। हामी सबै असभ्य जिम्मेवार भएर हामी त्यसको एउटा सोल्युसन गर्ने एउटा प्रयासमा छौँ। तर यही बिचमा अनेकौँ खालका महत्त्वपूर्ण कुराहरू बाहिर छरिएको हुनाले खास गरेर चाहिँ मिडियाहरूमा सामाजिक सञ्जालहरूमा विभिन्न खालका चाहिँ गलत खालका भ्रामक खालका चाहिँ समाचारहरू विषयहरू छरपष्ट भएको हुनाले हामीले विषय के हो, हामी कहाँनिर छौँ, हामी के गरिरहेका छौँ भन्ने सन्दर्भमा प्रदेश सभामा रहनुभएका संसदका सदस्यहरूलाई स्पष्ट पार्न पनि कुनै दबावमा प्रभावमा तनावमा नरहनको लागि विभिन्न खालका कुप्रचार अफवाहहरूको प्रभावमा नपरिकन एउटा जिम्मेवार सदस्य भएर पार्टीको सिपाहीको रूपमा आवश्यकता पर्दा पार्टीको निर्देशनमा जुनसुकै पनि भूमिका निर्वाह गर्ने गरिकन तपाईँहरू रहनुहोस् भन्ने आह्वान गर्नको निम्ति आग्रह गर्नको निम्ति हामीले यो बैठकको चाहिँ आयोजना गरेका हौँ। र हामीले आह्वान गरेका छौँ मिडिया लगायतका बाहिर मतलब चलाउनुभएका सबैलाई जसले हाम्रो आन्तरिक विषयमा आन्तरिक मामलामा चासो राखिरहनु भएको छ र कतिपय गलत कुराहरू सम्प्रेषण गरिरहनु भएको छ। हामीले आजको बैठकबाट आह्वान गरेका छौँ कृपया हाम्रो आन्तरिक मामिलामा धेरै चासो नराख्नु, महत्त्वपूर्ण कुराहरू छन् प्रचार नगर्न नलेख्न समेत हामीले चाहिँ आह्वान गरेका छौँ। मुख्यमन्त्रीको विवाद थियो नि, अब त्यो विवाद भनेर जुन आइरहेको छ अनि हामी अहिलेकोलाई दोहोऱ्याउने कि नयाँ ल्याउने भन्ने कुरा चाहिँ के हो? हामी आन्तरिक मतलब चाहिँ रूपमा हामी छलफल गरिरहेको छौँ। हामी यो आफ्नो आन्तरिक मामला हो, यो आन्तरिक रूपमा हामी यसको सोल्युसन गर्छौँ। कहिलेसम्म पुगेर अनि हामी अब धेरै समय लाग्दैन, हामी यसको सोल्युसन गर्छौँ। भनेपछि नयाँ सरकार कहिले पाउँछ प्रदेशले? अब सम्भवतः यो हप्ताभित्र हामी जुन अब सहकार्य पार्टनर नेपाली कम्युनिस्ट पार्टीसँग बसेर हामी आन्तरिक कुराहरू पहिला टुङ्ग्याउँछौँ, त्यसपछि हामी पार्टनरसँग पार्टनर दलसँग आइबस्छौँ र त्यसपछि हामीले नयाँ सरकार कुरामा हामी